बिर्तामोड 10 स्थित विराटपोखर महिला समूहको 8औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन श्री विराट आधारभूत विद्यालय बिर्तामोड 10 को प्राङ्गणमा सम्पन्न भएको छ। सार्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आँचल वीरहरूका रगतले स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल। समूह अध्यक्ष कृष्ण कुमारी प्रसाईको अध्यक्षता तथा बिर्तामोड 10 का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको हो। प्रमुख अतिथि गुरुङले समूहको ब्यानर वाचन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो। विराटपोखर महिला समूह बिर्तामोड 10 विराटपोखर झापा 2014 साल 8औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आज मिति 2022 साल पुष 19 गते शनिबार म यो उद्घाटनबाट घोषणा गर्छु। धन्यवाद। कार्यक्रममा बिर्तामोड 10 र 3 नम्बर वडामा बसोबास गर्ने विपन्न बालबालिका महिला तथा वृद्धा पूजा चौधरी, अनारमती ऋषिदेव, उमादेवी यादव, कलन्दी ऋषिदेव, चाँदमणि हाँस्दा, सुफल शिवा हाँस्दा, राधिका ऋषिदेवलाई न्यानो कपडा, स्वेटर, टोपी लगायतका सामग्री वितरण गरिएको थियो। उक्त सामग्री समूहले गत दीपावली पर्वमा देउसी भैलो खेली सङ्कलन गरेको रकमबाट सहयोग स्वरूप प्रदान गरिएको अध्यक्ष कृष्ण कुमारी प्रसाईले बताउनुभयो। कार्यक्रममा समूहको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै सचिव तथा कार्यक्रम सञ्चालिका गीता चापागाईले आर्थिक कठिनाइका बावजुद पनि समूहले हरेक वर्ष स्त्रीरोग विशेषज्ञको परामर्शमा डाक्टर द्वैज गौतमको नेतृत्वमा महिलाको स्तन, पाठेघर, तथा नाक कान घाँटीको निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको जानकारी दिनुभयो। उपस्थित महानुभावहरू, विराटपोखर महिला समूहले आज 8औं वर्ष पार गरी 9औं वर्षमा प्रवेश गर्न सफल नितान्त सामाजिक संस्था भएकोले यतिका दिनसम्म आइपुग्दा धेरै सराहनीय काम गर्न सफल भएको छ। यो संस्थाको अध्यक्ष कृष्ण कुमारी शर्मा प्रसाई हुनुहुन्छ। यसबाट स्थानीय महिला तथा बिरामीहरू लाभान्वित हुँदै आएको उहाँले बताउनुभयो। साथै महिलालाई स्वरोजगारमुखी बनाउने उद्देश्यले धूप बनाउने, हर्पिक, फिनाइल तथा झोल साबुन बनाउने तालिम समेत सञ्चालन गरेको जानकारी गराइयो। त्यसैगरी समूहका सदस्यहरूले दैनिक प्रति व्यक्ति 1 रुपैयाँका दरले वार्षिक 365 रुपियाँ सङ्कलन गरी विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। कोषाध्यक्ष दिग्बा दङ्गाल प्रसाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सम्पूर्ण खर्च कटाएर समूहको कोषमा 2,46,053 रुपियाँ बचत रहेको जानकारी दिनुभयो। विराटपोखर महिला समूहको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने अनुमति लिँदै आर्थिक वर्ष 2081-82 सालको आम्दानी र खर्चको विवरण निम्न अनुसार रहेको जानकारी गराउन चाहन्छु। कार्यक्रमको अध्यक्ष कृष्ण कुमारी प्रसाईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। महिलाको स्वास्थ्यलाई ध्यान दिएर स्वास्थ्य शिविर सञ्चालन किन नगर्ने, क्यान्सर स्वास्थ्य शिविर किन नगर्ने भनेर एउटा सानो सोच राखेर यसमा चाहिँ हामीलाई टेवा गर्नलाई प्रोत्साहन गर्न गौतम परिवारले दिएर डाक्टर देशको हामीले चाहिँ सहयोगमा सुरुमा 2073 सालमा चाहिँ सुरु गरेका थियौँ। कार्यक्रममा चण्डिका सेणाई र गीता चापागाईले गीत प्रस्तुत गरी उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए। तिमीलाई सम्हाली राख्नेछु, विश्वास लागेते कसम खाइदिनेछु। केही नखाइकन कसले काम गर्छ र यहाँ, केही नखाइकन त कसले काम गर्छ र यहाँ, तर तिम्रो मायाले त मेरो मुटु खाएको छ, तर तिम्रो मायाले त मेरो मुटु खाएको छ। धन्यवाद। कार्यक्रममा सल्लाहकार इन्द्र प्रसाद प्रसाई, मुकुन्द गौतम, मनोकामना काली मन्दिर बिर्तामोड 10 का उपाध्यक्ष युवराज पराजुली, सिद्धिविनायक टोल विकास संस्था प्रतिनिधि हेमराज अधिकारी, विराट आधारभूत विद्यालयकी प्रधानाध्यापक कृष्ण कुमारी दुलाल, पूर्व प्रधानाध्यापक भद्रकला प्रसाई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि गुरुङले समूहले निशुल्क स्वास्थ्य सेवा क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो। विराटपोखर महिला समूहले गरेको कार्यक्रमको यो छोटो सानो परिवारको यो रूपरेखाहरू यहाँ सबै लिखितमा देखाउनु भएको छ, दिनुभएको छ। त्यसमा मैले पनि हेरेँ र यो यहाँ सबै कुरो छ। निर्वाचन मण्डल संयोजक कृष्ण कुमारी दुलालको संयोजकत्वमा हेमन्त अधिकारी, इन्द्र प्रसाई, रेणुका पाण्डे र मुकुन्द गौतमको सदस्यतामा सम्पन्न निर्वाचनबाट आगामी 2 वर्षका लागि पुनः कृष्ण कुमारी प्रसाई
अध्यक्ष हुनुभएको छ। उपाध्यक्षमा देवीमाया मिश्र, सचिवमा गीता चापागाई, सहसचिवमा भद्रकला परसाई, कोषाध्यक्षमा दिपा दङ्गाल चयन हुनुभएको छ भने सदस्यहरूमा मुना ओली, राधिका सङ्ग्रौला, चण्डिका सिटौला, बिन्दा खरेल, शोभा सङ्ग्रौला, लीला आचार्य र सृजना सिटौला सहित 15 सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन भएको छ। नवगठित समितिलाई अबिर लगाई बधाई तथा शुभकामना व्यक्त गरिएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष परसाईले आगामी दिनमा समूहलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। 2074 सालमा स्थापना भएको समूहमा हालसम्म आइपुग्दा 58 जना शेयर सदस्य रहेको बताइएको छ।